त्रिदेवी मन्दिर ठमेलको पूर्वी प्रवेशद्वारमा गार्डन अफ ड्रिम्सको ठीक अगाडि र त्रिदेवी सडक नजिक अवस्थित छ। यस त्रिदेवी मन्दिरभित्र 3 फरक मन्दिरहरू छन्, जसमा देवीहरू कामारू कामख्या, दक्षिणकाली र ज्वालामुखी माई समर्पित गरिएको छ। यो मन्दिर प्रसिद्ध योद्धा बडाकाजी अमरसिंह थापासँग जोडिएको छ। जनश्रुति अनुसार बडाकाजी अमरसिंह थापाले नेपालका विभिन्न भागहरूबाट यी देवीहरूको मूर्ति ल्याई यहाँ स्थापना गरेका थिए। भनिन्छ कामारू कामख्या देवीको मूर्ति आसामको गुवाहाटीबाट, दक्षिणकाली देवीको मूर्ति नेपालको मध्य भागबाट, ज्वालामाई देवीको मूर्ति पश्चिम नेपालबाट ल्याइएको हो। मन्दिर परिसरभित्र गणेशको मन्दिर, हनुमानको मन्दिर, 2वटा शिव मन्दिर, नारायणको मन्दिर र कुमारीको मन्दिर रहेका छन्। मन्दिरमा नृत्य, पूजा, आरती, शिवरात्रि, तिहार तथा अन्य विशेष पर्वहरूमा भजन कीर्तन, प्रवचन, बडा दशैं, चैते दशैं, नयाँ वर्ष पूजा समारोह आयोजना गरिन्छ। यहाँ कलाकृतिहरू पनि धेरै रहेका छन्।